राइनोले एक्सलाई ढलाइदियो। मलाई कुरा गर्न मन लागेको चाहिँ कर्णाली एक्स भर्सेस चितवन राइनोजको थियो। त्यहाँ चाहिँ जस्तो कि ब्याटिङ अर्डरमा जुन कर्णाली एक्सको चाहिँ एकदमै राम्रो थियो, ओपनिङ पनि राम्रो थियो, मोमेन्टम उनीहरूकै थियो, राम्रो हुँदै हुँदै गएको थियो। जुन ब्याटिङ अर्डर चाहिँ उहाँहरूले चेन्ज गर्नुभयो अथवा पठाउनु भयो नि थर्ड नम्बरमा मार्क वाटलाई, अनि म्याक्सवेल आउटले पनि खेल्न सक्नु भएन भने त्यो मैले नबुझेको कुरा, मलाई एकदमै अचम्म लागेको कुरा जुन नेपाली टिममा पनि देखिन्छ क्या यो कमजोरी चाहिँ। यो डिसिजन क्याप्टेनको थियो या कोचको थियो त्यो मलाई त हामीलाई थाहा भएन। तर मैले यसो हेर्दाखेरि जस्तो कि अनि प्रेङ पञ्चालले चाहिँ राम्रो हानिराखेको थियो, एउटा इनिङबाट उसैले नै सम्हालिरहेको थियो भनौँ न। म्याक्सवेल आउटको लाग्दै लागेको थिएन, त्यसपछि फाइनल म्याक्सवेल आउट भइसकेपछि चाहिँ रन चाहिँ राम्रै थियो कि पञ्चालले चाहिँ हानिराखेको थियो। त्यहाँनिर मलाई कमजोरी के लागेको भन्दाखेरि चाहिँ अनि मार्क वाटलाई पठाइयो कि, अनि मार्क वाट भनेको चाहिँ ब्याटिङ पनि गर्न सक्ने हो तर नर्मल्ली चाहिँ 7-8 नम्बरमा ब्याटिङ गर्ने हो, बलिङ अलराउन्डर हो। अनि यस्तो अब मार्क वाट जस्तो प्लेयरलाई चाहिँ कस्तो सिचुएसनमा पठाइन्छ भन्दाखेरि डेङ्गी छिटो रन हान्न परेको केसमा पठाइन्छ कि, जुन कि इन्निङ बिल्ड गर्नको लागि पठाइँदैन। अनि मार्क वाटलाई पठाइयो, त किन पठाइयो भन्ने कुरा चाहिँ थाहा भयो कि अर्को इन्निङबाट चाहिँ प्रेङले एकदमै राम्रो रन हानिराखेको थियो होइन, उसको चाहिँ राम्रो लागिरहेको थियो, उसले एक्लै नै हानिराखेको, लगभग 70-80% चाहिँ रन टिमको आफैले हानिराखेको थियो। अनि मार्क वाटलाई चाहिँ किन पठाइयो होला जस्तो लाग्यो, किन भन्दा स्लो इन्निङ म्याक्सवेल आउटले खेलिरहँदाखेरि फेरि जुन तरिकाको प्लेयर कि त गर इन्टेन्ट लर डेङ हान्न पर्यो, त्यो हान्न पर्ने सिचुएसनै थिएन किन भन्दा प्रेङले हानिराखेको थियो। अब त्यो लेभलमा चाहिँ हामीले किन पठाइएन त, गुलसन झालाई किन पठाइएन होइन, अर्जुन घरतीलाई किन पठाइएन, बरु जस्तो कि मार्क वाटको ठाउँमा चाहिँ सम्पाले गएको भए हुन्थ्यो। अब जस्तो कि एउटा इन्निङबाट रन हानिरहँदा पनि अर्को इन्निङबाट चाहिँ अनि अब फास्ट हान्न पठाउनु रोल के थियो भन्ने कुराहरू हामीले चाहिँ बुझिएन। सायद यही कारणले गर्दाखेरि चाहिँ हारेको हुनसक्छ। जस्तो कि 20 रन जति कम नै मानेको थिएँ मैले पनि, क्याप्टनले त्यही भन्नुभयो 166 हान्नु थियो 20 ओभरमा भनेको, विच इज नट इनफ के, किन भन्दाखेरि जुन तरिकाको उहाँको इन्डिङ स्टार्टदेखि लिएर पिचले राम्रो बिहेभियर गरेको बेलामा चाहिँ उहाँले क्यापिटलाइज गर्न सक्नु भएन। अनि अर्को कुरा भनेको चाहिँ चितवन राइनोजको चाहिँ सबैको एभरेज ब्याटिङ भयो, राम्रो ब्याटिङ भयो भनौँ न, आफ्नो रेस्पोन्सिबिलिटी लिएर गर्नुभयो भने। देव खनाल चाहिँ रन आउट भए, मलाई चाहिँ मनपर्ने खेलाडी हो तर उसको चाहिँ गेमहरू हेर्न पाइएको छैन। अनि जे होस् उनीहरूको राम्रो भयो। अनि सेफले चाहिँ राम्रो खेले भने कर्णाली एक्स चाहिँ ढल्यो पहिलो गेममा, राम्रो पोजिटिभ साइनहरू त देखिन्छ। तर यो चाहिँ यस्तो टेक्निकल एररहरू, टेक्निकल भन्ने कि फन्डामेन्टल भन्ने कसरी भन्ने हो, यो एररहरू चाहिँ नगरिदिएको भए हुन्थ्यो। अब सिचुएसनलाई रिड गर्न नसकेको कि अब हामीले सोचे अनुसारले गर्नुपर्छ भन्ने त छैन, कोच र क्याप्टेनको आधारमा हुने हो। तर सामान्य सबैले देख्ने एरर चाहिँ त्यो देखिया थियो। किन भन्दाखेरि एउटा इन्निङबाट रन आइरहेको बेलामा नआएको खण्डमा गर डेङ हान्न पर्ने केस हो कि के हो त्यो चाहिँ बुझिएन। राम्रो ब्याट्सम्यानहरू पछाडि हुँदै जुन टप अर्डरमा गर्ने ब्याट्सम्यान हुँदै चाहिँ पठाइएन, खास के कारण हो त्यो चाहिँ उहाँहरूले जान्नु होला। अब अर्को गेममा चाहिँ कमब्याक गर्नु होला, शुभकामना छ। एनपिएल धेरै नै रमाइलो भइरहेको छ। जे होस् हामीले गेम इन्जोय गरौँ। जय देश, जय क्रिकेट।